हेलो एभ्रिवान वेलकम टु माई बिहारसम्म बनाउनेवाला डेली भ्लग। आज चाहिँ हामी कुबेरा हेर्न जाने भन्यौँ अनि 5:30 को साँझको टिकट गरेर हामी एकैचोटि मुभी हेर्न जाने प्लान भयो। अनि 5:30 को टिकट गरेर अनि हामी 6:15 मा चाहिँ हामीलाई जसरी पनि सिभिल मलको KFX पुग्नु थियो। अनि हामी गइरहेको थियौँ। त्यही त हो, काठमाडौँको डेली बेसिसको जाम त हुन्छ नि हुन्छ। त्यही माथि हामीलाई पानीले त यति धेरै प्रब्लम दिन्छ कि त्यही पनि हामीले 6:15 मा त पुग्यौँ। अनि हामी एकदम धेरै आत्तिरहेको थियौँ। हामी मात्रै होइन, अरू पनि धेरैजना आत्तिँदै आइरहनु भएको थियो। पानीले पनि हल्का डिस्टर्ब गर्यो, त्यही भएर ढिलो पनि भयो होला सबैजनालाई। अनि हामी आत्तिँदै माथि गयौँ किनभने टिकट त हामीले अगाडि नै गरिसकेका थियो। अनि हामी भित्र बस्यौँ। अनि मैले चाहिँ हजुरलाई यो है कुबेरा हेर्नै आएको है हामी भनेर प्रुफ देखाइरहेको थियौँ। अनि हामी भित्र गयौँ, हाम्रो सिटहरूमा बस्यौँ। मलाई चाहिँ सिभिल मलको KFX एकदमै राम्रो लाग्छ, ठुलो पनि छ अनि अलिक मजाको पनि छ। अनि मेरो हस्बेन्ड चाहिँ मुभी हेर्नुभन्दा धेरै पपकर्न खानुको लागि गइरहनु भएको हुन्छ मुभी हल। अनि मलाई चाहिँ KFXहरूमध्येमा सिभिल मलको टोयलेट चाहिँ एकदमै मनपर्छ, एकदमै राम्रो लाग्छ मलाई चाहिँ। ठुलो पनि छ अनि सफा पनि, प्लस टोयलेट पेपर चाहिँ हुन्छै हुन्छ। अनि हाम्रो मुभी स्टार्ट भयो। मैले मुभीको चाहिँ धेरै क्लिप्सहरू राखेन किनभने अरू त्यत्रो मुभीको प्राइभेसीहरू किन निकालिदिने भनेर मैले त्यति धेरै राखेन। अनि मलाई चाहिँ त्यहाँनिरको बाहिर बस्ने काउच चाहिँ एकदम धेरै राम्रो लाग्छ। अनि दुवैपट्टि छ कि हामीले अर्डर गर्नु मिल्ने। अनि कस्तो राम्रो पनि छ सिटिङ स्पेस, अनि काउच पनि मजाको छ। त्यहाँ बस्दा बस्दै अलिकति मुभी त छुटि नै हालेछ। अनि मैले चाहिँ हिजो यहाँनिरको लेमोनेड ट्राई गरेको, तर त्यति धेरै मिठो चाहिँ लागेन। तर मुभी चाहिँ एकदम वर्थ इट थियो। हजुर नि गएर हेर्नु होला। एनिवेज, थ्याङ्क यू फर वाचिङ।